सरकारले संसद चलेर अध्यादेश ल्यायो भनेर विरोध भएको त सुन्नुभयो। के तपाईँलाई थाहा छ अध्यादेश भनेको के हो र विरोध किन भएको हो भनेर? नेपालको संविधानको धारा 114 मा भएको व्यवस्था अनुसार संघीय संसदको दुवै सदन चलिरहेको बेलामा बाहेक अन्य समयमा तत्काल कुनै काम कारबाही गर्नु पर्यो भने मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था गरिएको छ। यसरी जारी गरिएको अध्यादेश ऐनसरह मानिने व्यवस्था पनि छ र त्यसरी जारी गरिएको अध्यादेश संघीय संसदको दुवै सदनमा पेश गरिन्छ र दुवै सदनबाट पारित नभएसम्म स्वतः निष्क्रिय हुन्छ र अझ राष्ट्रपतिले जुनसुकै बेला त्यसलाई खारेज पनि गर्न सक्छन्। संघीय संसदको दुवै सदनको बैठक बसेको 60 दिनभित्र यदि त्यो पारित हुन पाएन भने स्वतः निष्क्रिय हुने व्यवस्था गरिएको छ। तर यो जारी गर्ने बेलामा नै ऐनसरह मानिने भएको हुनाले यस अन्तर्गत गरिएका कामहरू चाहिँ भ्यालिड हुन्छन् अथवा यो पछि गएर निष्क्रिय भयो भने पनि यस अन्तर्गत गरिएका कामहरू चाहिँ निष्क्रिय हुँदैनन् र ती कामहरू भ्यालिड नै हुन्छन्। त्यसकारण संसदमा विधेयकको रूपमा प्रस्तुत गरिएन र त्यसमा हामीले आफ्ना कुराहरू राख्न पाएनौँ र सिधै सरकारले ऐनकै रूपमा अध्यादेश पारित गर्यो र काम गर्यो भनेर विपक्षीहरूले विरोध गरेका हुन्।